धेरै नगरेको लोभलाई पनि नगर। हजुर धेरै धन सम्पत्ति पनि ज्यान खान्छ। गरिब भयो भने पनि खान नपाएर त्यसै दुःख पान्छ जिन्दगीले। ठिक्क जाने आफूलाई निर्वाह हुने भएपछि आनन्दको जिन्दगी हो यो। आनन्दको जिन्दगी चाहिँ ठिक्क हुन पर्यो। भसक्कै थुप्रो सम्पत्ति के गर्ने त्यो बस्नु त समसम खाएर पनि भएन, अब जाने गरेर पनि भएन। उस्तै जाने अब लुतेराले 70 जने सूचना लगाइदियो भने अब जेमा पैसा छ नि 70 सूचना लगाइदियो भने लुतेराले ज्यान लिन धेरै हुन्न। बुझिस्? धेरै नगरेको पनि नगर। यस्ता यो 10-7 वर्ष अब नगरी गरे नि गरियो अब छोड्दै। अनि उहाँ विदेश गएर उहाँ करोडौँ घर किन्छन् रे त बाजे। मान्छन् है, मैले त तसार दिन्छु हातै। आफ्नो देशमा चाहिँ आफ्नो स्वदेशमा देखाएको फलानाको छोरा नातिले यस्तो देखायो भन्ने जाने हुन्छ। त्यो विदेश हो के काम भनिदिन्छु मैले त। त्यहाँ फलानाको मेरो कहाँ 4 करोडको घर बनायो रे बाजे। त्यो के गर्ने? अमेरिका कुकुरको घन्टी छ, त्यो मुनिको घन्टी छैन। 4 करोड घर बनायो भने त्यस्ता चाहिँ कति छन् अमेरिकामा। त्यस्ता बुद्धिजीवी कर्मचारी कति छन्। अनि विदेशमा घर बनाएको ठिक होइन? देखाएर छोड्नुपर्छ नि। एउटा व्यक्तिले भनेको थियो मलाई, मुङ्गा भन्छन् बिहा गर्छु लगिदिन्छन्, बिहा गर्छु लगिदिन्छन्। 12वटा चाहिँ बिहा गरेर चाहिँ गरे बतौलीबाट ढिकानुन बोकेर चाहिँ पाण्डु खाने। अब रमुवा यताउता बिक्री गरेर चाहिँ अब अहिले धम्की लाग्यो मलाई। त्यो भारी बोकेको उसले यारोती बिहा गरे। छेत्री हो खस यारोती बिहा गरे। यारोती बिहा गरेमा बिहा गर्छु बुङ्गा भन्छन्, अर्को ठाउँ लगाइदिन्छन्। बिहा गर्छु बुङ्गा भन्छन्, अर्को ठाउँ लगाइदिन्छन्। खाएर बटौली गएर नुन ढिका बोकेर लिएर बिक्री गरेर ज्यान गरे। अखेरिमा चाहिँ यारोती बिहा गरेपछि 4 भाइ छोरा जन्मे। यारोतीमा 4 भाइ छोरा। यारोती बिहा गरेपछि सबै गए। लाठको जाने त्यो 11वटामा एउटा श्रीमती गर्छ, 4 भाइ छोरा। एकैचोटि 4 हो त। अब 4 भाइ छोरा जन्मेछन्। अब जेठो माइलो साइलो काइलो। त्यहाँभन्दा अगाडि चाहिँ केटाकेटी बच्चा बच्ची नै भएन। त्यहाँभन्दा अगाडि पनि बिहा गर्यो, लग्दिने बिहा गर्यो। यो मुनि बुङ्गा चाहिँ यो भारी बोक्यो बुङ्गा भन्ने। लास्टमा चाहिँ त्यहाँबाट जहाँ छ 4 भाइ छोरा जाने गरेर चाहिँ उमेर पहिरो विदेश गएर त जाने छोरा आउँछ जाने कहाँमा नाम भयो? काठमाडौँमा घर बनाम कि पोखरा बागलुङ घर बनाम? यहीँ मलमा देखाइ बुङ्गाको छोरा भन्थे नि मलाई। बुङ्गाको छोराहरूले जाने छोरा नातिले यही मलमा देखाइदिए। फलानाको छोराको चाहिँ चरित्र देख्छन् यहाँको समाजले। त्यसमा पनि बागलुङ पोखरा काठमाडौँ चाहिँदैन भन्थ्यो अरे के। त्यस्ता व्यक्ति पनि हुन्छन्।
यहीँ देखाइदिए। मेरो जन्मेको ठाउँ, मेरो वंश दाजुभाइ भएको ठाउँमा जाने आरसिसी घर बनाइदिए, सबैजना देखाइदिए। यहाँ मलाई बुङ्गा भारी बोकुवा भन्थे, मलाई भन्थ्यो अरे के भाइ। त्यस्तो पनि हुन्छ, बुद्धि जाने गर्छ। सुनिस्, परिवार नियोजन नगर है। ए मैले परिवार नियोजन नगर्ने। 3-4 भाइ जाने छोरा चाहिन्छ। कोही अल्पाए हुन्छन्, अच्छा, कोही जाने अब अढकल जोहरू जाने हुन्छन्, भित्र गएर कोही भाइ धनी हुन्छन्, कोही भाइ गरिब हुन्छन्। यता गर सुनिस्, यता गर। भाइ मुटु खाइ का पाइ, भाइ मुटु खान्छ। भाइले पर्यो भने खुन तात्छ। जति नि सक्यो रिसे इबी भए पनि भाइले केही पर्यो भने खुन तात्छ। भाइ मुटु खाइ, भाइ मुटु खाइ, त्यस्तो वंश भन्ने चाहिँ। ए भने चाहिँ परिवार नियोजन नगर्ने। परिवार नगर्ने हाँसा जति हुन्छन्। अनि पाल्न सकिन्न रहे त बाजे। अपाङ्ग बनाउनु भएन। झारपात खाएर हानी बाँच्छन् के। आयो परमायो चाहिँ लिएर जन्मिएर झारपात खाएर पनि गर्छन्, बाँच्छन्। खाना खुवाउनु पर्दैन। आयो परमायो लिएर जन्मिएको हुनु पर्यो। यसै अल्पायो भयो भने त्यो जति भए पनि त्यही हो। यो हाम्रो गाउँमा पहिला मैले थाहा पाएको एउटा चिप्ले रौका भन्नेको 7 भाइ छोरा थियो अरे। 7 भाइ छोरा फलत फुलुत्तै जुक्का मरेर अन्तिममा एउटा पनि नै। मैले त्यो 7 भाइ छोरामा एउटा पनि नै। मैले त्यस्ता त नि देखेको। लम्चे बुढो थियो त्यो बेलाको चाहिँ अब लुहाई खुवाईको केही अनुहार बनाहार थिएन के अरे। हरिगति शरीरको चाहिँ यस्तै जाने ठग्न ठुग्ने वस्त्रहरू लाएर उ गर्ने। मर्यो। नातिसित कुरा गर्दा रमाइलो भएको छ। रमाइलो भएको छ नि। झाँक्रीलाई पनि पैसै चाहिएको छ, डाक्टरलाई पनि पैसै चाहिएको छ। अब जिन्दगीको बाटो मिति पुगेपछि कसैको केही लाग्दैन। मैले त त्यही भन्छु। त्यो मासु काट्न आने चाहिँ को हो त नि जम्मै हेमाटी भिरचौरा जिते लाई परस्तै चिन्छु। आएर मासु काट्दा भन्छन् जितेले। जिम्रो मासु काट्नेले त्यो मरेका चाहिँ खान्छ मेरो जिन्दगीले। बल्ल 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 3 बजेतिर आँखा चिम्मेको हुन्छ। त्यहाँबाट आधै घन्टा 1 घन्टा जति जसलाई नै बनाउँछ। अनि तास खेल्न आऊ भन्ने को हो त? तास खेल्न आऊ भने त
काजीमान होमी के भन्छन् तिनीहरूले पास खेलौँ भन्छन् उता कोरम पुगिन र कि खै कुन्नी त्यो च्यान्नो कोरम नपुग्यो च्यान्दा च्यान्दा खाइसकेमा त च्यान्दा र कोरम नभएर छिटो आऊ भनेको हो कि यहाँ मन्त्र त्यो हर्केको बाउ के झाँक्री सेउरे कुब्रे झाँक्रे हुन्थ्यो के रे उल्टा छ नि तास खेलौँ त भन्दैन वही खाने रक्सी घाम भन्छन् वही खाने के नाता के पर्थ्यो तपाईँको ज्वाइँ के छ नि ज्वाइँ आऊ घाम भन्थे खालि भन्छन् राति के अरे आएर मित्तिक्क गऱ्यो कि बोलान आइहाल्छन् हार खानु हो जिन्दगीले अब सानो कालले मर्ने छैन वनको बिरे हुने सानो कालले मर्ने छैन वनचुङ्गरी बोनी यो मरै जाने जोनी 87 वर्षको जिन्दगी भयो त्यो ज्योतिषीले भने बमोजिम अझ म 10 वर्ष मात्न पाए अझै कोही सिट जाने लडाइँ गर्न पाउन्थ्यो जस्तो हुन्छ मलाई अझै लड्नु पायो भन्ने हुन्छ चुप लाएर बस यहाँ मात्रै त केही जोडी खोज्छ चुप लाएर बस भने चुप्प लाग्ने हुन्छन् अझै पनि चुप्प लाग्छन् तपाईँले त हेर तिलके भनेपछि अझै पनि चुप्प लाग्ने मान्छे छन् तिलके आयो चुप्प लागेको कुरा नगर भन्छन् अझै पनि तपाईँ त जमानामा दनै हो कि क्या हो म त जाने अब रातिँदै गरेर त्यता म चाहिँ ढाङ्ग्रा खाने भाङ्ग्रा लाने बुढाहरूको जाने लेडा भन्थे के अरे लेडा मगर भन्थे है लेडा लेडे ढिपे नगर मेरो कुरा सुन तिखुलो तिम छ्याउने बोतलो तिखार्ने मसितको बिच तिमी मसिले लेडे धिपी गरेर त्यो खनेउला छैन जमाना कहाँ पुगिसक्यो जमाना कहाँ पुगिसक्यो लायो तिमीलाई थाहा छैन भन्थेको मैले बुढाहरूलाई बिहानमा त चुप्पो लाग्थे बुढाहरू त्यस्ता बुढाहरू यस्ता बुढाहरू खाना जाने के बुद्धि सुद्धि केही नै उही खान पाइन्छ भन्दै गर्ने गर्ने भने शुद्धि नि बुद्धिको गर्ने भने त्यस्ताहरू बुढाहरूसित गर्ने भीमबहादुर सुब्बाले जाने हाकिम भएर तैँले के सानी गर्छ मेरो मगरलाई जाने यहाँ तैँले जाने असा मिलाएर जाने भनौँ थर्काएर खाने कहाँको के हो त तैँले थाहा पाउँछ भीमबहादुर सुब्बा भन्ने सो गरेर यो त तिलके भइछ भन्थ्यो अरे म तिलके हो कहिले के को जाने यहाँको राजनीति गर्छ गरिबले जाने गोटी बिसी गरेर खाएर मजा गर्ने तेरि म्याच चुक्ने मुजीहरू भन्थेँ मैले जस्तो भन्ने सुब्बालाई जाने वरिपरि बिहा सुख खाना आन्दाखेरि वरिपरि बस्ने उसले
खाना पाउने भए ए जुठो सुठो जुठो जुठो खाना मिठो मिठो सुब्बाले खान्छ मिठो मिठो सुब्बाले खान्छ त्यो जुठो चाहिँ नमिठो नमिठो जान्छ खानेहरूले चाहिँ वरिपरि बस्दै क्रियापत्रै कुरेर बस्छ क्या त्यो बेलामा भाषा नि जम्मै त्यसको वरिपरि बसेपछि त्यो त्यसले त असामी उठाने असामी त कहाँको त सुब्बा हरिचौरकै हरचौरबाट यहाँ असामी उठाउन आउने यहाँबाट जाने धान काट्न जान्थ्यो पुरै गाउँै हरचौर धान काट्न जाने धान काट्न जान्थ्यो ऋण तिर्न त्यहाँ त बाँसको सुत्लुमा भात खाँदै थियो त्यहाँबाट बाँसको सुत्लोमा त्यो बेला भाडा कहाँ पाइ बाँसको सुत्लोमा चाहिँ भात राख्दै खाँदै गर्ने त्यो बाँसको सुत्लोमा भात खाएरै त्यहाँनिर घर हान्थे यहाँको मगरहरू थुक्क चाहिँ म्याच सिक्नेको कुरो हो नि मैले त त्यस्ता मगर थिए सुनिस् जेवानी हाम्रो जिजु पुर्खा हुन् होइन जिजु पुर्खाको वंशालु यो जीवन छ अब बुद्धि शुद्धि बुद्धि केही नै खाना पायो त्यस्तै हो के हाम्रो मगरहरू पनि संसार अब गाईको अब सुन मेरो कुरा अब दाइले पलपालेको छुरे लियो मलाई के दुःख लाग्छ भने घरको टिका टालो भएन पालपालीको छोरीसँग ए पालपालीको छोरीसँग घरको टिका भएन अब मन्दिर गएर टिका टालो गरे नागरी चाउर नि बनाए घर बिहा भएन घर बिहा भएर जाने मन खामुलो टिका लगाएर जाने टिका लगाएपछि पितृको चाहिँ उद्धार हुन्छ वंशमा सामेल हुन्छ बुझिस् यति एउटा कुरा रहेछ है त्यसले चाहिँ डक्टर नि के भएर जिन्दगी बिताएको छ अब भाउजू भन्नु पर्यो होइन बच्चा बच्ची भएको छन् अब 6-7 वर्ष जापानमा बसेर झनी दिनभरि कमाउने रातभरि खाने केही देखाएन कोहीको कमाई बच्छ कोहीको कमाई बच्दैन होइन भाइ मुटु खाइ भाइले केही पर्यो भने जतिसुकै रिस राख्नु भए पनि जाँठोमा चाहिँ खुन तात्छ भगभग उम्लिन्छ खुन दाजुभाइ भन्ने त्यस्तो हो मोटै पक्कै एक्लै तपाईको दाजुभाइ खै नलपरासीमा साइला माइला काइला एकान्छ 3 भाइ 3 भाइको 5 भाइ नाति काइँडेको छोरा लै भने
दुई बिनी छोरी मात्रै भयो, छोरा भएनन्। सिनाङको खसिनी हो आमा। माइली साइली कान्छी काइली बुहारी साह्रो त आइरहेछ नि यो दैला लिपे। काइलीको छोरा अरुणले चाहिँ छोरा पाइनस् भन्दै दुई बिनी छोरी मात्र रक्दै खाँदै हान्दै स्वारीलाई कुट्दै। छोरा पाइनस् भनेर छोरा पाइनस् भनेर किन नपाएको थाहा छैन, खालि पाइनस् भने चाहिँ कुद्या छ। रक्सी खाने हाने छोरा पाइनस् भन्ने दुई बिनी छोरी अमेरिका कहाँ कहाँ गएर जाने कति पैसा कमाएछ नि छोरीहरूले। कहिले दाइको नातिनीहरूले माइदाईको छोराहरू जेठो रामे त यहाँ गयो उहाँ गयो लापत्ता भयो। पहिला यही चिटाउनमा बाहुनी गिसे त लप भएर जानुभएको त यो बाहुनले अब मार्छन् भनेर भागे लापत्ता भयो के अरे। मगर्नीले बाहुनी भगाएको अनि बाहुनहरूले मार्छन् भनेर भागेको। बाहुनहरूले हो मार्छन् भनेर बाहुनीसित लप भयो त्यहाँबाट जाने हो बाहुनहरूले मार्छन् भनेर कता गयो गरे त्यो रामे बुढी लिएर बाहुनी बुढी लिएर गायब। बाहुनी बुढी लिएर जाने यस्तो कुन समाजमा जाने कहाँ कुन ठाउँमा गयो पत्तै भएन। अहिलेसम्म पत्ता छैन। ज्योतिषले हेर्दाखेरि धनी भएर बसेको छ पनि भन्छ रे भन्थे। भन्छन् गर्छन्। अब माइलाको छोरा दुई भाइ, साइलाको छोरा दुई भाइ, कान्छाको एउटा। अब कान्छाको चाहिँ एउटा छोरा एउटा छोरी हो गरे। अब त्यो कोरियाको केटा घुम्न आएछ काठमाडौँमा ठ्याक्क भेट भइसन् के अरे। फट्टै चाहिँ कोरिया लगेको त्यो कान्छाको छोरी छैन। कोरियाबाट आएको केटाले त्यो कान्छाको छोरी कोरिया लगेर गयो। यहाँ थाहा पत्तै छैन। होइन त घर त कुरा हुन्छ हो नि बाजे। के कुरा गर्नु। यो सम्पत्ति कसले खाने हो त? त्यसो भए यो सम्पत्ति कसले खाने हो त? सबै मधेस गएर भन्नुमार रहन्छन् कसले खाने? ठुलो मान्छे भन्न 3 तले घर बनाए मैले। यो ओडार हो के ओस्तन। यहाँ मुनि मान्छे मनुष्य बसे पो घर यो ओदारको चाहिँ घरको चाहिँ शोभा। यहाँ मान्छे नि नभएछ के को शोभा? ओदार दिलकेले बनाएको 3 तले घर अब ओदार। पिर पर्दैन कहिले काहीँ। यत्रो जमानामा 3 तले घर बनाएर अहिले ओदार भन्दाखेरि पिर पर्दैन? पिर पर्यो के हेर्ने? रुन मन लाग्दैन? आत्मा रुन्छ नि, रोएर के गर्ने? म माचन्दरी ओदारमा बस्छु, म बसेँ। यो भएर खाली हुन्छ। अब छोरी त जिउँदै हुनुहुन्छ गरे। छोरी त जिउँदै हुनुहुन्छ गरे। तेरो मम्मी तेरो बाबा अब बुढेसकाल लागिसक्यो। अब
हातखुट्टाले चाहिँ काम गर्न अब छोडिसक्नु लाग्यो। हेर मेरो मम्मीले आमाले भन्थे छोरा पाए छोरी पाए तोतै बराजु भन्थे। अब यो 3 तले घर यो सम्पत्ति के गर्ने हो त बाजे? बेच्दा बिग्दैन गरे यहाँ मान्छे यहाँ तिम्रो नबसेपछि अब जाने बनमारा भने त भेग्दा सेक्दा यसो छोचुम्रो भए आजकल त कुन त बेग्दा सेक्दा छोचुम्रो आँखाले देख्न छाड्यो। त्यही बस्न नि गरे कसलाई दिने कसको जिम्मा दिने? अनि म नबस्ने म नबस्ने त यहाँ आएर जाने परिवार नगर। आजभोलि त 2 भन्दा धेरै नबनाने भन्छन् कि बाजे। के मुचली भन्छ भनेर हुन्छ? एउटा हिस्ट्री सुन। हाम्रो चाहिँ यो गाउँपालिकाको ताराखोला गाउँपालिका प्रकाश गर्थे अध्यक्ष हेमलाल प्रधान पहिला पञ्चकालको जाने हेमलाल प्रधानको भाइ कान्छाको छोरा प्रकाश घरतीले मलाई के भन्थ्यो भने अब उसको बाउको हिस्ट्री मैले सुन्दाखेरि अब त्यो बेलामा जाने गरिब अब खाना केही नपाउने अब सिस्नु कानलाको सिस्नु भरभरे खाएर मैले यो के गरे पाल्छु र अब 2-3 भाइ छोरा भए भयो यति भयो परिवार गरे फेरि जन्मियो। परिवार गरेपछि पनि जन्मियो? फेरि जन्मियो। त्यहाँबाट फेरि श्रीमती लगेर परिवार गर्यो फेरि पनि जन्मियो। लौ आम्मै श्रीमतीले परिवार गरेर नि जन्मन्छ आफूले परिवार गरेर नि जन्मन्छ त ला जति जन्मने जन्मिला यस्तै रहेछ भनेर जाने छाती ठोकरी जाने 8 छोरा कुन देश हुन् अब चाहिँ के हो संसद प्रकाशको बुढी संसद ता चाहिँ गरेर जाने ला जति हुने हो भन्दाखेरि 8 भाइ छोरा अझै कहाँ हो लौ अर्गल कहाँ हो देश विदेश लौ आनन्दै जाने हो। 1 महिना चामलको के भचार एउटा छोराको के आश ए उखान त्यस्तो बुढा पुरानाको 1 महिना चामलको के भचार 1 महिना छोरा एउटा छोराको के आश फुत्त गयो भने परिवार नियोजन नगर 2 भाइ छोरा जनाइ कोही पोखरा बस्छन् कोही यहाँ बस्छन्। अच्छा म चाहिँ हातखुट्टा अपाङ्ग हुन भएन